हेलो साथीहरू सबैजना आरामै हुनुहुन्छ होला? म पनि सन्चै छु। जुन चाहिँ कन्ट्र्याक्ट कस्टिङ सेकेन्ड इयरको बिबिएस सेकेन्ड इयरको कन्ट्र्याक्ट कस्टिङ भन्ने च्याप्टरबाट चाहिँ एक्जाममा फिक्स्ड एउटा क्वेसन 15 मार्क्समा आउँछ। त्यसैलाई नै मध्यनजर गर्दा चाहिँ मैले क्वेसन लिएर आएको छु। 2082 को रहेको छ। पास्टलाई हेर्ने हो भने क्वेसन चाहिँ दोहोरिरहेको छ साथीहरू। त्यसैले यो पास्ट क्वेसनलाई चाहिँ एकदमै सल्भ गरेर आफूलाई चाहिँ तयार भएर चाहिँ बस्नु होला। 15 मार्क्स चाहिँ कतै पनि जाँदैन। म धेरै गफ नगरिकन यसलाई चाहिँ सल्भ गरेर लागिरहेको छु है त साथीहरू। क्वेसन यस्तो रहेको छ। यदि क्वेसन छैन भने स्क्रिनसट गरेर यसलाई नै नहेरिकन सल्भ गर्नु होला है त। क्वेसन यस्तो रहेको छ। कन्ट्र्याक्ट कस्टिङ भनेको मैले यति धेरै त्यो भास्ट तरिकाले बुझाउँदिनँ साथीहरू। एकदम सिम्पल वेमा हाउ टु गेट प्रपर मार्क्स भन्ने तरिकाले चाहिँ तपाईलाई सल्भ गरिदिँदैछु। कसरी गर्ने हो त? अब तपाईहरुको चाहिँ फर्म्याट भन्ने चाहिँ सिम्पल छ। पार्टिकुलर एमाउन्ट यो तपाईहरुले चाहिँ 12 क्लासदेखि नै पढ्दै आउनु भएको छ। यसलाई चाहिँ धेरै कुराहरू भन्नै पर्दैन। अब तपाईहरुले माथि चाहिँ यो कन्ट्र्याक्ट एकाउन्ट भनेर लेख्नु होला है साथीहरु। माथि चाहिँ कन्ट्र्याक्ट एकाउन्ट भनेर लेख्नु होला। मैले लेखिन। कन्ट्र्याक्ट एकाउन्ट भनेर लेख्नु होला है हेडिङ। कन्ट्र्याक्ट एकाउन्ट अनि चाहिँ यो अन 31st चैत्र 2081। यो क्वेसनमा तपाईहरुलाई चाहिँ यो अन 31/1/2081 भनेर दिएको छ। यो चाहिँ लेख्नु होला है साथीहरु हेडिङमा मिलाएर चट्ट पारेमा। डीआरमा के चढाउने सीआरमा के चढाउने भनेर अलमल पर्नु भएको साथीहरुलाई चाहिँ म सिम्पल एउटा के कुरा भन्छु भने कुनै पनि तपाईहरुले चाहिँ पर्चेज लस हैन अनि चाहिँ एक्सपेन्सेस भएको कुराहरुलाई चाहिँ आइटमहरुलाई चाहिँ सधैं डीआर साइडमा चढाउने हो। बुझ्नु नि? कुनै पनि तपाईहरुले केही कुराहरु किन्नु भयो भने त्यहाँ चाहिँ के भयो? पैसा गयो, एक्सपेन्सेस भयो। त्यो कुराहरुलाई लस भयो भने हैन सबै डीआरमा चढाउने। सीआरमा के चढाउने भने तपाईहरुलाई रिटर्न यहाँ कन्ट्र्याक्ट कस्टिङको कुरा गर्दैछु है साथीहरु। फेरि सबैमा नमिल्ला। कन्ट्र्याक्ट कस्टिङमा चाहिँ सीआरमा के चढाउने हो भने तपाईहरुलाई चाहिँ कन्ट्र्याक्ट कस्टिङ भनेको के हो भने साथीहरु तपाई ठेक्कापट्टा गर्ने काम हो क्या। ठेक्कापट्टा त सानो सानो रकममा चाहिँ पक्कै पनि गर्नुहुन्न। तपाईहरुले चाहिँ एउटा तपाई लेबर खटाउनु पर्ला हैन। तपाईहरुलाई मेटेरियल पर्चेज गर्नु पर्ला। त्यस्ता कुराहरुमा चाहिँ आइटमहरुमा पैसा खर्च हुन्छ हैन। अनि चाहिँ मेटेरियल रिटर्न भएको कुराहरु, स्टोरदेखि ल्याएको कुराहरु हैन। स्टोरदेखि ल्याएको कुराहरुलाई चाहिँ डीआर साइडमा, मेटेरियल रिटर्न भएको कुराहरु चाहिँ सीआर साइडमा है। अनि यो डिप्रिसिएसन छन् तपाईहरुको डिप्रिसिएसन चाहिँ घटाएर चढाउनु पर्छ अहिले म भन्छु। र तपाईहरुको यो सीआर साइडमा वर्क इन प्रोग्रेसमा चाहिँ तपाईको काम कति % सकिएको छ, कति % सकिन छ, बाँकी छ भन्ने कुराहरु सबै सीआर साइडमा चढ्छ। र ढिलो नगरिकन म यसलाई थोरै बुझाउन कोसिस गर्छु है त। क्वेसनमा सुरुमा मेटेरियल पर्चेज मैले अघि के भनेको छु? पर्चेजहरु भएका एक्सपेन्सेस भएका आइटमहरु सधैं कहाँ चढ्छन्? डीआर साइडमा सिम्पली चढाइदिनु हैन। अर्को के रहेको छ? मेटेरियल फ्रम स्टोर। यो पनि तपाईहरुले पर्चेज भएकै हो मेटेरियल फ्रम स्टोर भनेर चढाइदिनु डीआर साइडमा। अर्को के छ? डाइरेक्ट लेबर। तपाईहरुले लेबरहरुलाई खटाउनु पर्छ, वेजेस दिनु पर्छ हैन। ज्याला दिनु पर्ला। डीआर साइडमा चढाइदिनु सिम्पल छ। अर्को चाहिँ साइट अफिस एक्सपेन्सेस छ हैन। यो चाहिँ सिम्पली चढाइदिनु होला ठीक छ। अर्को अदर एक्सपेन्सेस छ। अर्को आइटम अदर एक्सपेन्सेस चढाइदिनु मैले तल चढाएको छु है 10,000 सिम्पली चढाइदिनु होला। अर्को चाहिँ यो प्लान्ट इन्स्टल अथवा प्लान्ट भनेर आउँछ नझुक्किनु होला। प्लान्ट इन्स्टल प्लान्टलाई चाहिँ इन्स्टल प्लान्ट भनेको फेरि यो के अरे बिरुवा त्यस्तो हैन है साथीहरु। यो चाहिँ तपाईहरु प्लान्टलाई चाहिँ के भन्छ भने यो मेसिनहरु किन्नु पर्ने हुन्छ नि त तपाईहरुले मेसिनहरु मेटेरियलहरु किन्नु पर्छ। एकाउन्टिङ भाषामा चाहिँ प्लान्ट भन्छ क्या। इक्विपमेन्ट फर्निचरहरु किन्नु पर्ला हैन। हो यो सिम्पली डीआर साइडमा चढाइदिनु हैन।
र अर्को चाहिँ सब कन्ट्र्याक्ट कस्ट भन्ने छ, यसलाई पनि हामीले चाहिँ कहाँ चढाइदिन्छौँ, डिआर साइडमा चढाइदिन्छौँ। डिआर साइडमा 2 भनेर चढाउँछौँ, सेयर साइडमा बाई भनेर चढाउँछौँ, यो नचुक्किनु होला। र अब सेयर साइडमा के चढाउने त भन्दा, सेयर साइडमा सिम्पली मैले अघि के भनिदिन्छु, रिटर्न भएका कुराहरू एडिसनलमा हेर्नु है। एडिसनलमा भएका कुराहरू अहिले यो वर्क इन प्रोग्रेसको आएको एकछिन अहिले पछि भन्छु है म। रिटर्न भएका कुराहरू चढाइदिनु बाई भनेर, ठिक छ। अनि मेटेरियल एट अ साइड भनेर, मेटेरियल एट अ साइड पनि कहाँ चढाइदिन्छौँ हामीले, सेयर साइडमा 10,000 होइन। अनि यहाँ के भनेछ भने मेटेरियल कस्टिङ 15,000 देखेछ, मेटेरियल कस्टिङ 15,000 सोल्ड एट प्रफिट एट अफ आरएस 1,000। के भनेछ भने हामीले चाहिँ मेटेरियल चाहिँ 15,000मा किन्यौँ रे, त्यसको चाहिँ एक्ज्याक्ट प्राइस चाहिँ 15,000, तर त्यसलाई चाहिँ 1,000 प्रफिट बनाएर चाहिँ हामीले 16,000मा बेच्यौँ रे के। अब यसलाई चाहिँ हामीले प्रफिट भयो होइन, प्रफिट भन्दै गर्दा बाई मेटेरियल सोल्ड भनेर चाहिँ कतिमा बेच्यौँ अरे 16,000, कतिमा बेच्यौँ 16,000। हेर्नु है, हामीले चाहिँ 15,000को त्यो एउटा मेटेरियललाई चाहिँ 15,000 पर्ने थियो होइन, त्यसलाई चाहिँ 1,000 प्रफिट बनाएर चाहिँ 16,000मा बेच्यौँ अरे होइन, मेटेरियल सोल्ड 16,000 भयो। त्यसपछि अर्को के हेर्छौँ भने, अनि डिप्रिसिएसन अन प्लान्ट 15% पिए भनेछ। अब यो प्लान्ट इन्स्टल थियो नि हाम्रो साथीहरू, प्लान्ट इन्स्टल 2 लाखको चाहिँ 15,000 के कटाउनु पर्ने रहेछ, डिप्रिसिएसन। अब यहाँ हेर्नु है, अलिक सानो छ होला, बाई प्लान्ट साइड भन्छौँ, कति थियो 2 लाख, देख्नु भएको छ नि 2 लाख। अब त्यसमा के घटाइदिन्छौँ, लेस डिप्रिसिएसन अन प्लान्ट गरौँ है, अफ होइन, अन प्लान्ट भनेर 15% अफ 2 लाख गर्दा कति आउँछ, 30,000 आउँछ। अब फेरि यसलाई चाहिँ लेस गरेर 1,70,000 बनाएर लेखिदिन्छौँ, ठिक छ। अनि अर्को कुरा के भन्नुपर्छ भने तपाईँहरूलाई, हामीले चाहिँ अघि के भन्दै थियौँ भने, जुन चाहिँ सेल्स गर्ने होइन, तपाईँहरूलाई प्रफिट आएको कुराहरू चाहिँ सेयर साइडमा चढाउने भनेको थिएँ, मैले यहाँ चढाएँ 16,000। अब अझै यहाँ कम्प्लिट भएको छैन के क्वेसन, होइन है, तपाईँहरू यहीँ झुक्किनुहुन्छ। मेटेरियल सोल्ड 16,000, हामीलाई प्रफिट एक्ज्याक्टली प्रफिट कति आएको त, बेचेको चाहिँ 15,000मा, प्रफिट कति आएको 1,000मा होइन। 1,000 कहाँ लेख्ने त, हेर्नु है, यता डिआर साइडमा आउनुहोस्, डिआर साइडमा चाहिँ 2 पिएल एकाउन्ट गेन अन सेल अफ मेटेरियल भनेर चाहिँ 1,000 लेखिदिनु, ठिक छ, बुझ्नुभयो नि। मेटेरियल सोल्ड 16,000मा बेचेको, 1,000 चाहिँ प्रफिट बनाएर बेचेको, 1,000 चाहिँ कहाँ चढाउँछौँ, गेन अन सेल अफ मेटेरियल भनेर चढाइदिन्छौँ, ठिक छ। अनि चाहिँ अर्को के छ त, 5% अफ भ्यालु अफ ओक सर्टिफाइड स्टिल टु बी सर्टिफाइड, 5% ओक चाहिँ अझै ओक सर्टिफाइड हुन बाँकी छ भनेछ होइन। अब ओक सर्टिफाइड र ओक अनसर्टिफाइड कसरी निकाल्ने त, हामीलाई वर्किङ नोट गर्नुपर्ने हुन्छ यो निकाल्ने बेलामा है, सरी। र तपाईँहरूले वर्किङ नोट गर्नुहोस् होइन, क्यास रिसिभ ओक सर्टिफाइड इन्टु पर्सेन्ट अफ क्यास रिसिभ। अब यो कहाँबाट लेख्ने त, ओक रिसिभ चाहिँ कहाँ छ त, ओक रिसिभ भनेको चाहिँ तपाईँहरूको चाहिँ, सरी, क्यास रिसिभ भनेको क्यास रिसिभ फ्रम कन्ट्र्याक्टर यति छ नि, तपाईँहरूको 5,40,000 छ, बिङ 90% अफ ओक सर्टिफाइड भनेछ। अब यसलाई नै आधार मानेर चाहिँ हामीले निकाल्छौँ, के निकाल्छौँ, ओक सर्टिफाइड, क्यास रिसिभ इजकल टु ओक सर्टिफाइड इन्टु क्यास पर्सेन्ट अफ क्यास रिसिभ। क्यास रिसिभको कति हो अरे 90% हो, 5,40,000 इजिकल टु ओक सर्टिफाइड इन्टु 90%। अब यसलाई गरेर गटामगुटुङ गरेर चाहिँ ओक सर्टिफाइड कति आयो, 6 लाख आयो, ठिक छ। ओक सर्टिफाइड 6 लाख लेख्छौँ हामीले यहाँ।
अब अब के भनेछ भने क्वेसनमा माथिपट्टि हेर्नु 5% चाहिँ अझै स्टिल के हुनु छ, ओक सर्टिफाइड हुनु छ अरे। के को आधारमा? ओक सर्टिफाइडको आधारमा। ओक सर्टिफाइड भने कति निकाल्यौँ हामीले? 6 लाख होइन। ओक अनसर्टिफाइड 5%को 6 लाखको चाहिँ 5% चाहिँ कति आउँछ? 30,000 आउँछ। अनि यो 30,000 लेख्छौँ, टोटल गरिदिन्छौँ 6,30,000 गरेर निकालिदिन्छौँ। ठिक छ। अनि अब के छ भने अब यता प्लस गरेर यति आयो। ठिक छ। अब पक्कै पनि पुग्दैन, डिआर साइडमै पुग्दैन, 100% डिआर साइडमै पुग्दैन है। अब डिआर साइडमा नपुगेको खण्डमा के गर्नुपर्छ भने टु नोसनल प्रफिट सिडी भनेर चाहिँ जति पुग्दैन त्यति लेखिदिनुहोस्। ठिक छ। नोसनल प्रफिट भनेर एउटा नाम दिने है, नाम दिएर लेखिदिनुहोस्। अनि अर्को के गर्नुपर्छ भने अब हामीले प्रफिट एन्ड लस एकाउन्ट निकाल्छौँ अनि रिजर्भ एकाउन्ट निकाल्छौँ। देख्नु भएको छ नि। अब यसलाई कसरी निकाल्ने त? क्यालकुलेसन अफ नोसनल प्रफिट ट्रान्सफर टु प्रफिट एन्ड लस एकाउन्ट गरिदिन्छौँ। ठिक छ। पर्सेन्ट अफ ओर, अब यो ओक पर्सेन्ट कति पर्सेन्ट चाहिँ हाम्रो चाहिँ ओक सर्टिफाइड भएको थियो त्यो निकाल्नु पर्यो होइन। ओक सर्टिफाइड बाई कन्ट्र्याक्ट प्राइस इन्टु 100% गरेर जे छ चढाइदिनु। कन्ट्र्याक्ट प्राइस कहाँ छ भन्दाखेरि तलपट्टि एडिसनल कन्ट्र्याक्ट प्राइस 9 लाख छ। अघि हामीले चाहिँ 6 लाख ओक सर्टिफाइड निकाल्यौँ होइन। यसले चाहिँ 66.7% आयो। ठिक छ। अब यहाँ तपाईँले के गर्नुपर्छ भने थोरै 50% भन्दा धेरै आयो भने तपाईँहरूको चाहिँ 2/3 भनेर चाहिँ राख्नुपर्ने हुन्छ है। 2/3। 50% भन्दा थोरै आयो भने चाहिँ 1/3 राख्नुपर्छ। 50% भन्दा धेरै आयो भने 2/3 राख्नुपर्छ। ट्रान्सफर टु पिएल 2/3 अफ नोसनल प्रफिट इन्टु क्यास रिसिभ बाई ओक सर्टिफाइड भयो 2/3 जस्तो यो हिसाब गरेर यति आउँछ भने नि मैले। 50% धेरै ओक सर्टिफाइड 50% धेरै छ भने चाहिँ 2/3 राखिदिनुहोस् होइन। 3 भागको चाहिँ दुई भाग काम सिद्धियो भनेको के हो होइन 50%। अनि तपाईँको चाहिँ 50% भन्दा थोरै आयो भने 1/3 राखिदिनुहोस्। ठिक छ। अनि तपाईँले के गर्नु पर्यो भने यो पिएल निकाल्यौँ यति। पिएल निकालिसकेपछि यसलाई टु प्रफिट एन्ड लस एकाउन्ट भनेर यहाँ राख्छौँ। यो र तपाईँले यहाँ नोसनल प्रफिट निकाल्नु भएको थियो यो माइनस गरेर रिजर्भ एकाउन्ट निकालिदिन्छौँ। ठिक छ। अनि यो बाई गरेर यता राखिदिन्छौँ। सिम्पल छ। यो कन्ट्र्याक्ट एकाउन्ट भयो। र अर्को के निका कन्ट्र्याक्टी एकाउन्ट भनेछ। अब यसलाई कसरी बनाउने त? कन्ट्र्याक्टी एकाउन्ट सिम्पल छ एकदमै। कन्ट्र्याक्टी एकाउन्ट हेर्नु त। कन्ट्र्याक्टी कन्ट्र्याक्ट एकाउन्ट कहाँ छ? क्यास रिसिभ फ्रम कन्ट्र्याक्टर कति थियो? 5,40,000 हो। यसलाई नै आधार भनेर कन्ट्र्याक्ट एकाउन्ट 5,40,000 भयो। अब यता सिआर साइडमा चाहिँ सिम्पल है, सेम चाहिँ पार्टिकुलर एमाउन्ट गर्ने, डिआर सेयर गर्ने। यो एकाउन्ट बनाउनु थाहा छ तपाईँहरूलाई। अनि यसमा चाहिँ क्यास ब्याङ्क एकाउन्ट भनेर जति छ त्यति नै राखिदिने। अनि यसलाई टोटल जति छ गरिदिने। सिम्पल छ। कन्ट्र्याक्ट एकाउन्ट आइहाल्छ मार्क्स होइन। अनि अर्को चाहिँ वर्क इन प्रोग्रेस एकाउन्ट। अब वर्क इन प्रोग्रेस एकाउन्ट कसरी बनाउने त भन्दा माथिपट्टि हेडिङ लेखिदिनुहोस्। ठिक छ। यो फर्मेट यही हो। र हामीले चाहिँ अघि रिजर्भ एकाउन्ट भनेर निकालेको थियौँ नि जुन चाहिँ यहाँ छ यो रिजर्भ एकाउन्ट भनेर देख्यो। यो रिजर्भ एकाउन्ट भनेर निकालेको थियौँ हो। यसलाई चाहिँ हामीले चाहिँ कता राखिदिनुपर्छ? सिआर साइडमा लगेर राखिदिनुपर्छ। कन्ट्र्याक्ट एकाउन्ट रिजर्भ एकाउन्ट बुझ्नुभयो। अब कन्ट्र्याक्ट एकाउन्टमा हामीले चाहिँ वर्क इन प्रोग्रेसमा चाहिँ एउटा चाहिँ ओक सर्टिफाइड हुन्छ, एउटा ओक अनसर्टिफाइड हुन्छ हो। त्यसको चाहिँ 6,30,000 थियो नि अघि, जे छ हुबहु त्यही सार्दिने। ठिक छ। अब जतातिर पुग्दैन त्यसमा ब्यालेन्स सिडी गरिदिने, टोटल गरिदिने। सिम्पल छ छैन त? यस्तो सजिलो छ। र अर्को ब्यालेन्स सिट चाहिँ हामीले चाहिँ यसको ब्यालेन्स सिट चाहिँ हामीले टोटल इक्वल बनाउन चाहिँ पर्दैन है साथीहरू। ब्यालेन्स सिट टोटल इक्वल बनाएर राख्नु पर्दैन। यहाँ चाहिँ त्यही इजी छ है। ब्यालेन्स सिट भनेर राखिदिनुहोस्। लायबिलिटिज एसेट यो थाहा छ, एमाउन्ट। ठिक छ। अब डिआर साइडमा के चढ्छ नि त? एसेट्समा मेटेरियल साइड,
प्लान्टेड साइट, ठिक छ। अब तपाईँले प्लान्ट इन्स्टल किन नलेखेको भन्दाखेरि तपाईँले त्यो लेख्नु पाउनुहुन्न है। प्लान्टेड साइट 1,70,000 मेटेरियल 10,000 भयो। वर्क इन प्रोग्रेसको चाहिँ ओक सर्टिफाइड, ओक अनसर्टिफाइड लेखिदिनुहोस्। अब त्यसमा चाहिँ रिजर्भ घटाइदिनुहोस् अनि क्यास रिसिभ घटाइदिनुहोस्। यो क्यास रिसिभ यो घटाइदिनुहोस् है, रिजर्भ घटाइदिनुहोस्, बुझ्नुभयो, अनि यो क्यास रिसिभ घटाइदिनुहोस्, ठिक छ। यसलाई टोटल गरेर राखिदिनुहोस्। अब यसमा चाहिँ प्रफिट एन्ड लस एकाउन्ट छ नि साथीहरू, अघि हामीले चाहिँ यो निकालेको थियौँ नि प्रफिट एन्ड लस हो, यसलाई चाहिँ सेयर साइडमा लेख्नुपर्ने हुन्छ, ठिक छ। प्रफिट एन्ड लस यो लेखिदिनुहोस्। अब यसमा चाहिँ प्रफिट अन सेल, हामीले चाहिँ कुनै पनि सामान बेच्दाखेरि लस हुँदाखेरि होइन, प्रफिट हुँदा लस भएको खण्डमा चाहिँ हामीले यदि हामीलाई प्रफिट भयो भने प्रफिट अन सेल भनेर लेखिदिनुहोस्, एड गर्नु पर्यो। यदि हामीलाई चाहिँ लस भयो भने माइनस लेस प्रफिट अन लस अन सेल भनेर चाहिँ माइनसहरू लेखिदिनुहोस्, सिम्पल छ। यसलाई टोटल गर्नु पर्दैन। यही नै हो साथीहरू। यदि मनपर्छ भने लाइक कमेन्ट गर्न नभुल्नुहोला। फेरि अर्को नयाँ भिडियो लिएर फेरि प्रस्तुत हुनेछु छिटै नै, एकदमै राम्रोसँग प्रिपेयर गर्नुहोला ल साथीहरू, बाई।